हार्दिक श्रद्धाञ्जली गुरुबहादुर डाङ्गी बाजेप्रति। यसबेला उहाँको पुत्रले बाजेप्रति अभिवादन माल्यार्पण गर्दैछन् बाबुको यो श्रद्धाञ्जली स्वरूप। सिङ्गो हामी कहाँ यति बेला नेपाली काङ्ग्रेस पार्टी र जिल्ला समन्वय समितिका प्रमुख गौरनन्द आचार्यज्यू आउनु भएको छ गुरुबहादुर डाङ्गीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै। र यति बेला एउटा अचम्म छ, उहाँले यो मर्नुभन्दा पहिला 4 महिना अगाडि साउनको महिनामा आफैले नै चौपल तयार बनाउन लाग्नु भएको रहेछ। र उहाँप्रति यति बेला हामी हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छौँ। हार्दिक श्रद्धाञ्जली बाजे। यसो गरिदिनु न है, यस्तै गरिदिनु न है, म पर ल ल अब पर्ने ल भयो होइन अब भयो प्रेम प्रेम भयो होइन ल अब पर्ने दिनु अलि यता श्रद्धासुमन व्यक्त गर्ने कार्य सुरु भइरहेको छ। र यहाँ आफन्तजनहरूले उहाँको पार्थिव शरीरमाथि सिन्दुर चढाएर श्रद्धाञ्जली व्यक्त गर्दै हुनुहुन्छ। लगाउनु त्यसको नजिक समातिदिनुहोस्। परिवारहरू आफन्तहरूले व्यक्त गर्दै हुनुहुन्छ। ल परिवारहरू भ्याउनु भयो। त्यो अगरबत्ती अलिकति बालिदिनु पाउँथ्यो। अनि अब संवेदनाहरू व्यक्त गरिराख्नु भएको छ यहाँ सबैले। अब ल सिद्धि होइन अरू कोही हुन्छ आउनु अङ्कल। गोर्खबहादुर सार्की हुनुहुन्छ वयोवृद्ध। तपाईहरु गरिसकेपछि पर्नेलाई गर्न दिनु थोरै यसको विषयमा पनि गरौँ हैन। त्यसपछि अलिकति भूमिका पनि गरिदिनुस्। हजुर तल पुग्नु हुँदैन होला, तल पुग्नुहुन्छ यही गरिदिनु, थोरै भूमिका गरिदिनुस् है। केही पनि गरेको छैन। ल भयो ल प्रेम सिद्धि हैन कोही छ अरू हामी होइन अलि गर्नु तल पनि जानुहुन्छ हामी पनि गरिदिनु न। अब समन्वय प्रमुख गौरीनन्द आचार्यले सिङ्गो पार्टीको तर्फबाट शोक संवेदना व्यक्त गर्नुभएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ नेपाली काङ्ग्रेस पार्टी। सोचे जस्तो हुँदै भएन एकैचोटि एकैचोटि एकछिन उगा दिनु म भनिदिन्छु है एकैचोटि तपाईँ नरौ कोही पनि नरौनुहोस्। सोलना नगरपालिका वडा नम्बर 9 स्थित बलि डाङ्गीका छोरा पूर्व अध्यक्ष मिनमा डाङ्गीले बोल्दै हुनुहुन्छ।
1 सालमा जन्मनुभएका के अरे नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता तथा साधारण सदस्य र के अरे ज्येष्ठ नागरिक वडा नम्बर 9 का ज्येष्ठ नागरिक नगर स्तरीय ज्येष्ठ नागरिकका वडा स्तरीय अध्यक्ष गोरबहादुर डाङ्गीको अब ज्येष्ठताको वृद्ध अवस्थाको कारण र ले गर्दा उहाँ आफ्नै कालगतिले असामयिक निधन हुनुभएको हुनाले सम्पूर्ण घर परिवार साग सन्तान इष्टमित्र गाउँका दाजुभाइ र राजनीतिक कार्यकर्ता समेत सम्पूर्णलाई चोट परेको छ। यस उसले त्यो धरेधान गर्नको निमित्त ईश्वरले उहाँहरूलाई धारणा गर्ने पहल गर्नको लागि संवेदना प्रकट गरिदिनु हुनको लागि जिल्ला समन्वय समूहका प्रमुखलाई